पेशीबारे जानकारी नै नदिई मुद्दाको सुनाई गरेको भन्दै राष्ट्रपा सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेका कानून व्यवसायीहरूले प्रश्न उठाएका छन्। उच्च अदालत पोखरामा आफूहरूले जानकारी नै नदिई एक जेठ बिहिबारका लागि पेशी तोकिएको भन्दै उनीहरूले प्रश्न उठाएका हुन्। कास्की जिल्ला अदालतले लामिछाने विरुद्ध चोरको धरौटी माग गरेको भन्दै आदेश बदरका लागि लामिछाने उच्च अदालत गएका थिए। त्यस्तै सरकारी वकिलको कार्यालय र जाहेरवालाले पनि धरौटीमा छाड्ने आदेश खारेज गरी पूर्वपक्षका लागि थुनामा पठाउन माग गर्दै उच्चमा निवेदन दिएका थिए। त्यसमाथि बिहिबार सुनाई राखिएको थियो। लामिछाने पक्षमा वकालत गरेका वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, रमण श्रेष्ठ र अधिवक्ता सुरेन्द्र थापाले थुनामा रहेको पक्षलाई मुद्दाबारे जानकारी नै नदिई सुनवाई गरेको भन्दै प्रश्न गरेका हुन्। आफ्नो पक्षलाई कुनै जानकारी नै नदिई मुद्दाको पेशी तोकिएको भन्दै लामिछानेका कानून व्यवसायीहरूले प्रश्न उठाएका हुन्। उनीहरूका कानून व्यवसायीले सुनवाई